Hello guys, welcome back to my YouTube channel. It's me Sujata. आज हाम्रो डे 2 निक्को अनि अब हामी चाहिँ होटल चेक आउट गरेर निस्किन लाग्यो। तल चाहिँ सामान राख्न मिल्छ कि नै त्यो पनि थाहा छैन, तर पनि एक फेर सोच्छौं। अनि आज म हजुरहरुलाई यहाँको भ्यू देखाउन जाँदै छु। हेर्नुस् है त हजुरहरु। राति चाहिँ कस्तो राम्रो भ्यू परेको थियो के, अनि बिहान चाहिँ यस्तो राम्रो भ्यू के। हजुरहरु हेर्न सक्नुहुन्छ कस्तो राम्रो वाउ टाइपको। हामी चाहिँ अब रेडी भएर सबैजना आइसक्यौं। उहाँ चाहिँ मेरो साथी वासन बाबुजी नेपाली वर्ड बोल्न सिकिन्छ। सोसन बाबुजी अनिता हेलो। अब चाहिँ हामी चाहिँ वाटरफल जान्छौं होला। अब हिँड्दै जानु छ, यहाँबाट ट्याक्सी पाउँदैन के। हामी चाहिँ अहिले भित्र बसिरहेछौँ। 11 बजे खुल्दो रहेछ, हामी चाहिँ 9 बजे आएको, तर रेस्टुरेन्ट खुल्दाखेरि कतै पनि खुलेको छैन क्या। अनि त्यही भएर यहाँ पनि खासै फ्यामिली मार्टहरू पनि खासै नजिक थिएन। अनि सो हामीले चाहिँ फ्यामिली मार्ट खोजेर बेन्टोहरू खाँदैछौँ गाइस। हामी चाहिँ केगोन वाटरफल आइपुग्यौं। अब हामी चाहिँ भ्यू इन्जोय गर्छौं। हजुर कस्तो राम्रो छ। हजुर चाहिँ एकचोटि आउनै पर्ने ठाउँ हो यो चाहिँ। म हजुरलाई भ्यू देखाउँछु गाइस। मेरो साथीहरु, म चाहिँ फाइनली वाटरफल हेर्न जाँदै छु। यो चाहिँ माथिबाटको भ्यू हो गाइज। कस्तो राम्रो हाम्रो झरना पनि माथिबाट बगिरहेको छ। वाटरफलको कस्तो राम्रो भ्यू के। ओ माय गॉड, हेरिरहँ जस्तो भइरहेको मलाई त। हजुरहरु पनि एकचोटि आएर भिजिट गर्नुहोस् है त। मलाई चाहिँ थाहा थिएन कि यहाँ आएर चाहिँ उल्लिन पर्दो रहेछ भनेर। अहिले चाहिँ हामीले टिकट लिएर अनि तलबाट फोटो खिच्न जान्छौँ। हामी माथि चाहिँ थियौँ के, फोटो खिचिरहेको थियौँ। अनि त्यसपछि किन फोटोहरू माथिबाट बग्दैन जस्तो भइरहेको थियो। हामी अहिले रङ बोलिरहेको छ, तर इट्स ओके गाइज। हामी चाहिँ अब टिकट चाहिँ टिकट लिने ठाउँबाट चाहिँ यहाँ चाहिँ एयरवेटा तल फोटो खिच्नलाई जान लाग्छौँ। तलबाट चाहिँ माथिको भ्यू राम्रो आउँदो रहेछ के। अनि हेर्न सक्नुहुन्छ हिमाल कति राम्रो देखिया छ। अहिले त झन् धेरै यो चाहिँ टिकट लिने ठाउँ भइहाल्यो, देखाइसकेको छु। धेरै फोटो खिच्ने पैसा खिच्यो थाहा भयो भने सिधाबाट यस्तो रहेछ भने केही पनि थाहा थिएन। हामी केही पनि सर्च गरेर नआउने खालको मान्छे हो। जब आउँछ पछि तान्छ भनेर थाहा छ। हामीले चाहिँ यति हाइट माथिबाट हेरेको थियौँ कि अहिले चाहिँ हामी तल आएको, यति तल आइरहेछौँ। अझ योभन्दा पनि तल, एकदमै तल पनि छ। जहाँ कति साह्रो साह्रो छ, कस्तो क्युट साह्रो। अब चाहिँ म जान्छु। हिँड्न पनि सकिरहेन। तर पनि सो राम्रो अर्को ठाउँ खोजेर नजिकै रहेछ यहाँदेखि।
अनि त्यहीँ जाँदै हौँ। मेरो साथीहरू चाहिँ अगाडि अगाडि गएको हन्। मेरो चाहिँ एकदम खुट्टा दुखेर म बिस्तारै हिँडिरहेको छु क्या। मलाई खासै म धेरै हिँड्यो भने अनि प्लस चिसो भयो भने हिँड्न सक्दिनँ कि। कस्तो राम्रो छ कि भ्यू हजुरहरूलाई पनि देखाउँछु ल। मेरो साथीहरू चाहिँ जिस्किँदै हिँड्दै गरिरहन्। त्यो चाहिँ यस्तो छ क्या, कस्तो राम्रो छ एरिया। एकछिन आसोबी गऱ्यौँ। यहाँ बसेर एकदमै यस्तो रमाइलो फिल भयो कि। अनि शान्त। अनि म चाहिँ एकछिन बसेर सोचेँ कि के आउँदो रहेछ, कस्तो पिसफुल इन्भाइरोमेन्ट भएको के। अनि हामी चाहिँ अब बस नोरीबा जाँदैछौँ। मेरो खुट्टा पनि हल्का सन्चो भए जस्तो भयो। अनि हामी चाहिँ अब बस नोरीबातिर जान्छौँ। ए निको